प्रश्न नम्बर 1 कसैलाई पनि मृत्युदण्डको सजाय दिने गरी कानुन बनाइने छैन भनी नेपालको संविधानको कुन धारामा व्यवस्था गरिएको छ? 5 4 3 2 1 यसको सही उत्तर रहेको छ अप्सन नम्बर बी। प्रश्न नम्बर 2 महेन्द्र राजमार्गको बुटोलदेखि बनबसासम्मको 455 किलोमिटर सडक खण्ड कुन देशको सहयोगमा बनेको हो? 5 4 3 2 1 यसको सही उत्तर रहेको छ अप्सन सी। प्रश्न नम्बर 4 तक्षशिला बिहार कुन देशमा पर्दछ? 5 4 3 2 1 यसको सही उत्तर अप्सन डी। प्रश्न नम्बर 5 नेपालको दोस्रो सानो जिल्ला काठमाडौँको क्षेत्रफल कति रहेको छ? 5 4 3 2 1 यसको सही उत्तर अप्सन नम्बर सी। प्रश्न नम्बर 6 भक्तपुरको पुरानो नाम के हो? अप्सन डी। प्रश्न नम्बर 7 जात्रा पर्वको सहर भनेर भक्तपुरलाई भनिन्छ भने हरित सहर भनेर कुन ठाउँलाई भनिन्छ? सही उत्तर हो अप्सन ए। प्रश्न नम्बर 8 नेवारी भाषामा रानीपोखरीलाई के नामले समेत चिनिन्छ? यसको सही उत्तर अप्सन सी। नेपालको पहिलो उद्योग कुन हो? यसको सही उत्तर अप्सन बी। प्रश्न नम्बर 7 महाकाली नदीको उद्गम स्थल कुन हो? यसको सही उत्तर अप्सन सी। प्रश्न नम्बर 11 कर्णालीको पौराणिक नाम पञ्चेश्वरी हो भने लिखुको पौराणिक नाम के हो? सही उत्तर अप्सन सी। प्रश्न नम्बर 12 मेची नदी भारतमा प्रवेश गरेपछि के उपनामले चिनिन्छ? अप्सन बी महानन्दा।